कानको सुनाइमा समस्या छ। कानबाट पिप आउँछ अथवा आउँदैन, जे भए पनि यदि कानमा सुनाइमा समस्या छ भने यसको उपचार छ। धेरै कारणहरू हुन्छ जसमा चाहिँ अपरेसन गरेर सुनाइ सुधार गर्न सक्ने केसहरूमा अपरेसनमा जाँदा राम्रो र कुनै कुनै केसमा कानको नसामा समस्या भएर कानको 8 नम्बरको नसा, सुनाइको नसा सुकेर पनि कान सुन्न नसकिने अवस्था हुन्छ। यो कान नसुन्ने व्यक्तिहरूको धेरै समस्या हुन्छ, जस्तै अलिकति सोसियल हुन नसक्नु, भिडभाडमा कुराकानी गर्दा आफू एकदम आइसोलेटेड भएको फिल गर्नु र अलिकति हीनता भाव र कति बिरामीहरू त डिप्रेसनमा गएर पनि आउनुहुन्छ। उहाँहरूले डराउनु पर्दैन। उहाँहरूको लागि जस्तै आँखा नदेख्ने मान्छेले चस्मा लगाउँछौँ नि, हामीले चस्मा लगाउँदाखेरि आँखा देखिन्छ, त्यस्तै गरी कानको नसा सुकेर सुनाइमा समस्या भएको साथीहरूले पनि कानमा एउटा सानो सुनाइको मेसिन, हियरिङ एड भनिन्छ, त्यो लगाउनु भयो भने एकदमै मजाले सुनेर आफ्नो क्रियाकलाप अगाडि बढाउनको लागि सहज हुन्छ।